मेरा प्यारा श्रोताबिन्दलाई फेरि पनि म अहिले 11औं एपिसोडमा स्वागत गर्दछु। ख्रीष्ट यीशुको नाममा अभिवादन टक्राउँदछु। हामीले अहिलेसम्म 10वटा एपिसोडहरू हेरिसकेका छौं। पहिलो एपिसोडमा मैले तपाईहरुलाई सृष्टि चाहिँ परमेश्वरद्वारा भएको हो, अरु किसिमले होइन भन्ने कुरा बताएँ। दोस्रोमा चाहिँ मैले बताएँ, अनि तेस्रो र तेस्रो एपिसोडमा चाहिँ मैले बताएँ सृष्टि चाहिँ परमेश्वरले उद्भिदलाई कसरी गर्नुभयो, अनि पशु प्राणीलाई कसरी गर्नुभयो, घाम जुन तारा इत्यादिलाई वृत्तान्तमा दोस्रो र तेस्रोमा बताएँ। चौथोमा चाहिँ मैले बताएँ परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको विषयमा। पाँचौंमा चाहिँ मैले बताएँ स्त्रीको सृष्टि। चौथोमा चाहिँ पुरुषको सृष्टि, पाँचौंमा चाहिँ स्त्रीको सृष्टि। छैठौंमा चाहिँ मैले बताएँ दुईजनाको विवाह, ऐतिहासिक विवाह मैले बताएँ। अनि सातौंमा चाहिँ मैले बताएँ दुईजनाको पतन बारे बताएँ, पापमा किरेको, पापमा खसेको। आठौंमा चाहिँ मैले बताएँ पापको लागि चाहिँ परमेश्वरले श्राप घोषणा गर्नुभयो। पापले गर्दा श्राप पर्यो, धरतीमा पर्यो, माटोमा पर्यो, फलफुलमा पर्यो, वातावरणमा पर्यो, सब थोकमा पापको घोषणा भयो, श्रापको घोषणा भयो। अनि हामीले 9औंमा चाहिँ हेरेका थियौं पापको दण्ड चाहिँ मृत्यु हो। मृत्यु थिएन पहिला, त मृत्यु पछिबाट आएको हो। मृत्युलाई मान्छेले इन्भाइट गरेको, परमेश्वरले दिनुभएको होइन, मान्छेले रोजेको। प्रभुले भन्नुभएको थियो यहाँ जीवन छ, यहाँ मृत्यु छ, कुन चाहिँ रोज्ने भन्दा मान्छेले मृत्यु नै रोज्यो। आज पनि मान्छेले गलत निर्णयहरू लिइरहेका छन्, गर्दा त्यसरी मृत्यु पनि आयो। अब पापको दण्ड स्वरूप। अब आज 11औं म चाहिँ तपाईलाई बताउँछु। म मानिसले त्यो मृत्युबाट उम्कनका लागि प्रयत्न गरेको कसो गरेछ, अनि सफल भएछ कि भएन त्यो पनि हामी हेर्नेछौँ। मान्छेको आफ्नो प्रयासबाट पापबाट छुटकारा पाउनु सकिन्छ कि सकिँदैन त्यो चाहिँ आज हेर्नेछौँ। जब मानिसले देख्यो मैले त पाप गरेँ, उसले यदि आदमले, पहिलाको मानिस आदमले परमेश्वरसँग क्षमा मागेको भए उसले क्षमा पाउने थियो। तर आदम र हवाले क्षमा मागेन। आदमलाई सोध्नुभयो परमेश्वरले, आदम तिमीले त्यो फल खायौ, मैले नखानु भनेको कुरो खायौ? हजुर प्रभु खाएँ भनेन त आदमले। यहाँ उत्पत्तिको किताब 3 अध्यायमा लेखिएको छ नि, आदमलाई चान्स दिएकै हो परमेश्वरले, भोलि स्वीकार गरेन। आदमले के भने, प्रभु तपाईले त्यो स्त्री बनाइदिनु भएको थियो नि, उसले खानु लाएर पनि मैले खाएको त भन्छ। आफ्नो वाइफलाई देखाइदिए, आफूले भुल मानिलेन, आफ्नो वाइफलाई देखाइदिए। अनि मानिसले भने जुन स्त्री तपाईले मलाई मसँग रहन भनिकन बनाइदिनु भएको थियो, त्यसैले मलाई त्यो रुखको फल खानु ला र मैले खाएँ, मेरो के कसुर? हेर्नुहोस् त, कसुर मानेन। अनि परमेश्वर स्त्रीलाई सोध्नुभयो, हो तिमीले आफ्नो लोग्नेलाई त्यो मैले नखानु भनेको थोक खानु लायौ? स्त्रीले हो प्रभु मेरो भुल भयो भनेन नि। उसले त्यो सर्पले पनि मलाई खानु लायो, मलाई ठग्यो। एउटाले अर्कोको थाप्लोमा, अर्कोले अर्कोको थाप्लोमा, यसरी हानाथाप भयो गर्दा चाहिँ मानिसको मृत्यु आयो। अब उसले स्वीकार गरेको भए क्षमा पाइहाल्ने थियो, मृत्यु आउने थिएन। यसरी मृत्यु चाहिँ मान्छेको कमाइ हो, मान्छेले रोजेकै हो भनेर बाइबलले बताएको छ। अब हामीले यसको अघिल्लो एपिसोडमा हेरेका थियौं, त्यसको दण्ड चाहिँ मृत्यु आयो। मृत्यु पनि दुई किसिमको, एउटा चाहिँ शरीरको मर्ने मृत्यु, शरीर मर्ने, अर्को चाहिँ आत्मा मर्ने। त्यो झन् डरलाग्दो मृत्यु। अब त्योबाट कसरी उम्कनु पर्ने हो भनेर आज संसारका मानिसले आफूले प्रयास गरिराखेका छन्। त्यो सफल हुन्छ कि हुँदैन त्यो बारे अब हामी हेर्नेछौँ। जब त्यो रुखको फल खायो जो चाहिँ नखानु भनिएको थियो, आदम र हवा
नाङ्गो भयो, बिल्कुल नाङ्गो। अनि उनीहरूले के गरे, एउटा उपाय त गर्नुपर्छ, यो त भएन, आफ्नो जिउ त ढाक्नु पर्यो भन्दाखेरि यहाँनिर आदमले एउटा ट्राई गर्दैछ। यहाँ भन्दैछ, अनि नेभाराका पातहरू घाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। आदम रुखमा चढ्यो, नेभाराको बोटमा पत्ताहरू टिपेर झार्यो, हावाले एक टपरा जस्तो गाँसेर एउटा ढाकछोप गर्ने सानो केही बनायो, लुगा जस्तो। तर त्यो टपराले कहिले नाङ्गोपन छोप्छ र? एकछिन त ढाकेको थियो, तर टुक्रोकै वर्ष त फाटिहाल्यो। त्यो त आखिरी पातको त हो, पातको लुगा हुँदैन नि, टपराले कहाँ जिउ ढाक्न सक्छ र? गर्दा फेल, मानिसको प्रयास फेल। मान्छेले कहिले पनि पापबाट उम्कनको लागि आफ्नै प्रयासमा उम्कन सक्दैन, यसले प्रमाण गर्छ। उनले आफ्नो शरीर ढाक्ने कोसिस गर्यो, बुद्धि खटायो, तर असफल भयो नि त। मानिसले कहिले पनि सक्दैन। आज म तपाईँलाई बताउँछु, मानिसको धेरै सीमा छ। मानिसको कतिवटा सीमा छ, परमेश्वरको मात्रै सीमा छैन। मानिस चाहिँ सीमित बुद्धि, सीमित शक्ति भएको प्राणी हो। परमेश्वर चाहिँ असीम। परमेश्वरको बुद्धिको, परमेश्वरको शक्तिको सीमा छैन। आज मानिसहरू पौडी खेल्छन्, पोखरीतिर, सानोतिनो खोलातिर, समुद्रमा पनि खेल्छ, तर महासागर तर्नु सक्दैन मान्छेले। समुद्रमा खेल्दा महासागरमा पौडी खेलेर पार गर्नु सक्दैन मान्छेले। उसलाई पानी जहाज चाहिन्छ। मानिस असहाय, एक आफ्नो प्रयासमा समुद्र, महासमुद्र तर्नु सक्दैन। मान्छे असफल। मान्छे उफ्रन सक्छ, निकै 5-10 फिट उफ्रेला, पोल बल खेल्नेले 15-16 फिट उफ्रेला, फेरि त भुइँमा खस्छ। मान्छे उड्नु चाहिँ सक्दैन। एक देशबाट अर्को देश उडेर जानुको लागि मान्छेलाई हावाजहाज चाहिन्छ। मान्छे हेल्पलेस, हावाजहाज बिना ऊ असहाय। एउटा स्टुडेन्टलाई पढ्नुको लागि आफै पढेर बुझ्दैन उसले, शिक्षक, टिचर चाहिन्छ। मान्छे असहाय। एउटा बिमारीलाई आफै निको हुनु सक्दैन, डक्टर चाहिन्छ। मान्छे कति असहाय हेर्नुहोस् त। मान्छेले आफै गर्नु नसक्दा रहेछ नि त। सीमा छ, सबै कुराको सीमा छ भनेपछि मान्छेको त ज्ञान बुद्धिको पनि सीमा रहेछ नि त। आज संसारमा मान्छेले दबाई बनाउँछ, डक्टरले, कम्पनीले, राम्रो कुरा। तर त्यो दबाईले एकापट्टि फाइदा पुर्याउँछ भने अर्कोतिर हानि पनि पुर्याउँछ। जस्तो पेनकिलर, डक्टरले पेनकिलर दिन्छ, घुँडा दुख्दैछ, साह्रै दुख्यो घुँडा, त्यो पेनकिलर खाऊ। त्यो पेनकिलर खाएपछि त घुँडा दुख्नु कम्ती हुन्छ केही घन्टाको लागि, त्यो बिमारलाई सन्चो हुन्छ। तर त्यो पेनकिलर खाँदा उसलाई अर्को साइड इफेक्ट हुन्छ, फेरि किडनीतिर हिर्काउँछ, फेरि गर्दा मान्छेको दबाई पानी पनि साइड इफेक्ट हुँदो रहेछ। अनि यस्तो दबाई छैन संसारमा जसले अमर बनाउँछ, छैन नि। अमर बनाउने दबाई त छैन नि। गर्दाखेरि मान्छेको बुद्धिको पनि के रहेछ, सीमा रहेछ। एकदम साइन्टिस्ट, उसको नाम सर आइजक न्युटन, एकदम विश्वविख्यात साइन्टिस्ट। उसले ल अफ मोसन लेख्यो, ल अफ मोसन। थुप्रो उसले थ्योरीहरू बनाए, नामी किताबतिर नाम छापियो, एवार्डहरू पाए। तर उसले मर्ने बेलामा एउटा विज्ञानविद साइन्टिस्टले के भन्दैछ, मैले एउटा किताबमा पढेको थिएँ, उसले यसो भनेर मर्नु अगाडि, I am like a child playing by the seashore with pebbles, whereas the vast knowledge of ocean lies in front of me undiscovered. मतलब म त त्यत्रो ठुलो साइन्टिस्टले भन्दैछ, नदीको किनारमा बल्लको कणासँग खेलिरहेको बालक जस्तो पो रहेछु, जबकि ज्ञानको भण्डार समुद्र जस्तै मेरो अगाडि पढिराखेको छ।
मलाई पत्तो छैन। त्यसो भने पछाडि उसको देहान्त भयो। एउटा साइन्टिस्टले त्यसो भन्छ भने तपाईँ र मेरो के हालत होला, बुद्धिको के हालत होला हो। आज मान्छेले कति अनुसन्धान गर्दैछन्, एकपछि अर्को कुरो बनाउँदैछन्, तर त्यसमा पनि पार पाउन सकेको छैन। गर्दै जाँदैछ। मान्छे त कोसिस गर्ने मात्रै हो, पर्फेक्सनमा पुग्न सक्दैन। मान्छे सीमित छ। मान्छे त्यस्तो मान्छेले आफ्नो प्रयासमा कसरी पापबाट मुक्ति पाउन सक्छ? एउटा महासागर पौडेर नसक्ने मान्छेले मृत्यु सागर कसरी पार गर्छ? सोच्ने कुरा छ यहाँ। हेर्नुहोस् त, गर्दा मान्छे असफल। आज मान्छेले भन्छ म धर्म कर्म गर्छु। भेरी गुड, धर्म कर्म गरौँ। बाइबलले पनि भनेको छ धर्म कर्म गर्नुपर्छ भनेको छ। तर धर्म कर्म गर्दैमा मुक्ति पाइँदैन। किन? किन भन्दाखेरि मानिलिउँ तपाईँले कसैलाई एउटा अहिले आँपको सिजन छ, पाकेको राम्रो आँप चोखो दिनु हुँदैछ, तर तपाईँको हात चाहिँ मैला छ। आँप ठिक छ, तपाईँको हात मैला छ, तपाईँको साथीले ग्रहण गर्दैन। आँपलाई हेर्छ, आँपलाई समाउने हातलाई हेर्छ, हात त मैला छ, आँप त राम्रो छ, दिने हात मैला छ, ग्रहण गर्दैन। हामी पापीहरूले धर्म कर्म गरेपछि त्यस्तै हो। धर्म कर्म त राम्रो हो, तर हामी कर्म गर्नेहरू पो मैला छौँ नि त, हो त्यो कमी हुँदैछ नि त। त्यसको धर्म कर्मले कहिले पनि पापबाट मोक्ष दिन सक्दैन। अर्को प्रमाण, एउटा मान्छेले मृत्युदण्ड पायो, डेथ सेन्टेन्स पायो। अब कुन दिन झुन्ड्याउँछ उसलाई, तारिक पर्खँदैछ, महिना दिनमा झुन्ड्याउने हो उसलाई। अब उसले जेलमा बसेर उसले मृत्युदण्ड पाइसकेको छ, तारिक पनि तोकिसकिएको छ। जेलमा बसेर भजन कीर्तन, भलो काम, घरबाट पैसा मगाएर जेलकोहरूलाई खुवायो अरे, गरिबहरूलाई बाँट्यो अरे, मुक्त हुन सक्छ? सक्दैन। मृत्युदण्ड पाएको मान्छेले जेलखानमा बसेर धर्म कर्म गर्दा मृत्युदण्ड टर्छ? बुझ्ने कुरा छ यहाँनिर, टर्दैन। जत्तिकै दान दक्षिणा गरे पनि टर्दैन, उसको मृत्यु यथावत रहन्छ। आज कति मान्छेले आफ्नो जिउलाई कुट्छ पिट्छ, म पापी, पापबाट मोक्ष पाउँछु भनेर आफ्नो जिउलाई कुट्छ। यो काँटी भएको ओछ्यानमा सुत्छ, जिउलाई चाक चुरुक पोल्दाखेरि मैले पापलाई दण्ड दिएको, आफ्नो शरीरलाई दण्ड दिएको अरे। पापबाट उम्कनको लागि यसलाई स्वदण्ड भन्छ, पिनान्स भन्छ अङ्ग्रेजीमा। त्यसो गर्दाखेरि के पापबाट मुक्ति पाइन्छ? लु म पापी भनेर एक खुट्टाले उभिबस्नु, जिउलाई कष्ट दिनु, त्यसले गर्दाखेरि के पापबाट मुक्ति पाइन्छ? पाइँदैन। अर्को प्रमाण दिउँ यही सम्बन्धमा। आफैले आफैलाई सजाय दिँदाखेरि कानुनबाट उम्कन सकिँदैन, यो कुरा बुझ्ने कुरा छ। मानिलिउँ मैले मेरो छिमेकीकोबाट 1 लाख रुपियाँ चोरेँ, मैले चोरेँ अरे। अन्त मैले त्यसबाट उम्कनको लागि के गर्छु? म आफूलाई कुट्छु, लु यो चोर्ने हात ड्याम ड्याम कुटेँ अरे। अन्त पुलिसले छोड्छ मलाई? मैले चोरेँ, यो चोर्ने हातलाई कुट्छु भन्दाखेरि जत्तिको पिटे हातलाई काटिदिएँ भने पनि मलाई पुलिसले छोड्दैन, कारण दण्ड दिने काम पुलिसको हो। कसुरदारले आफूलाई कुट्दाखेरि कानुनबाट बाँच्न सक्दैन भने पापी मान्छेले आफूलाई कुट्दाखेरि कसरी पापबाट छुटकारा पाउन सक्छ? सोच्ने कुरा हो यो। सायद यो कुरो सोचेको छैन होला। यसकारण न त धर्म कर्मले पापबाट छुटकारा दिन सक्छ, न त आफूले आफूलाई सताउँदाखेरि पापबाट मुक्ति पाइन्छ। यसकारण मानिसहरू असहाय, बिल्कुल असहाय छ। यसकारण गर्दा परमेश्वरले एउटा उपाय गर्नुभयो, तिम्रो दण्ड चाहिँ मै तिरिदिन्छु त भन्दाखेरि चाहिँ पापीको दण्ड चाहिँ परमेश्वरले तिरिदिँदा चाहिँ मुक्तिको बाटो खोलियो। म एउटा यसको लागि म नमुना पेश गर्नु पर्यो, एउटा उदाहरण दिनु पर्यो। मानिलिनुहोस् एउटा दाउरा काटेर बेच्ने मान्छे छ, गरिब मान्छे। एक दिन दाउरा नपाउँदा रुख नै काटी पठाएछ फारसमा, जङ्गलमा, सरकारी फारसमा। र चपरासीले पक्रे उसलाई, थानामा लगे, मुग्धमा चले। मुग्धमा चल्दा जजले भनेछ, भाइ तिमी त पक्रा परेका छौ, तिम्रो दोष प्रमाण भयो, अब तिमीले चाहिँ
10,000 रुपियाँ जरिमाना तिर्नुपर्छ, नत्र जेल जानुपर्छ, 2 मा 1 भन्दा त्यो गरिबले भन्यो, हजुर म 10,000 तिर्ने पैसा मसित भए त दाउरा काटेर किन जीविका उपार्जन गर्थे, व्यापार बन्दी गर्थे होला। हजुर मसित फाइन तिर्ने पैसा छैन, त्यसो भए तिमी जेल खान जाऊ। उसले भन्छ, हजुर म जेल खान जानु पनि सक्दिनँ। कसरी सक्दैनौ? मेरो घरमा बालबच्चा छ, उनीहरू त मर्छ, मै कमाएर पाल्ने मै हो, म जेल गयो त मर्छ उनीहरू भन्दा जजलाई, न्यायाधीशलाई माया लाग्यो। तर भन्दैमा उसले छोड्नु सक्दैन। लु मेरोपट्टिबाट फ्री भन्नु सक्दैन, कारण न्यायाधीश आफै पनि सरकारको अधीनमा छ, उसले कानुन बचाउनु पर्छ। आखिरमा उसले एउटा उपाय गर्छ, ठिक छ, उसले आफ्नो पोसाक उतार्छ, न्यायाधीशको पोसाक उतार्छ, तल झर्छ। अब ऊ एउटा साधारण मान्छे भएर तल गयो, अघि मञ्चमा बसेको थियो, माथि आफ्नो सिटमा पोसाक उतार्यो न्यायाधीशको, तल गयो अनि 10,000 पैसा तिरिदियो आफ्नो पकेटबाट, रसिद काट्यो उसले। उसको त्यो जुन दौरे थियो उसको पक्षमा रसिद काटिदियो। फेरि आयो, फेरि कोर्ट लायो, अधिकारमा बस्यो, अघि सिभिलियन भएर तिरिदियो, माथि आएर लु तिम्रो दण्ड यस्तो यस्तो छ, पालन गर भन्दा हजुर म सक्दिनँ भन्दा तिम्रो दण्ड कसैले तिरिदिएको छ, यो रसिद तिमीले लग्यो भने चाहिँ तिम्रो छुट्टी हुन्छ भन्दा त्यो दौरीले हजुर मलाई माफ गर्नुहोस्, मैले अबदेखि रुख काट्दिनँ, भुल गर्दिनँ, तपाईँले त्यो पैसा तिरिदिएको रसिद मलाई दिनुहोस् भन्दा उसले दिन्छ, छुट्टी पाएर जान्छ। कानुन पनि बाँच्यो, कसुरदार पनि उम्क्यो। यही काम बाइबलमा परमेश्वरले गर्नुभएको छ। पापीले तिर्न नसक्ने दण्ड यीशु आफै ओर्लेर आउनुभयो। उहाँको सबै सम्पूर्ण शोभा वैभव स्वर्गमा त्यागेर संसारमा आउनुभयो। पापीको दण्ड क्रुसमा तिरिदिनु भयो अनि अब क्षमाको पत्र उहाँसित छ। पापीले लिनु मात्रै पर्यो, हजुर म पापीमाथि दया गर्नुहोस्, मलाई क्षमा दिनुहोस्, त्यो क्षमादानको पत्र मलाई दिनुहोस्। त्यही त भन्छ बाइबलले। यसकारण पाप चाहिँ पापीको कमाई हो, तर क्षमा चाहिँ परमेश्वरको कमाई हो, ईश्वरको कमाई हो। त्यसै लिँदाखेरि पापबाट छुटकारा हुन्छ र मानिसको प्रयास असफल, परमेश्वरको प्रयास चाहिँ सफल। यसकारण त्यो मुक्ति छँदा छँदै हामी किन पापमा मर्ने भन्ने उपाय छँदा छँदै नमरौँ भन्ने सन्देश दिँदै म आजको मेरो यो 11औं एपिसोडलाई यहाँ समाप्त गर्छु। अब 12औंमा कुनै दिन फेरि भेट्नेछौँ। तपाईँ सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद।